आज चाहिँ तपाईहरुलाई आँपको मिठो र सजिलो तरिकाले बनाउने आँपको अचारको रेसिपी दिन गइरहेको छु। सुरुमा 2टा आँप लिएर त्यसलाई सानो सानो साइजमा कट गरे। सानो सानो टुक्रामा काटे। अनि त्यसपछि मैले ग्यास खोलेर प्यान राखे। त्यसलाई तातेपछि थोरै आफूलाई चाहिने जति तेल राखे। त्यस तेललाई तातिन दिनुस्। त्यसमा अलिकति मेथी फुलाइदिनुस्। मेथी फुलेर अलि डढ्न दिनुस्। अलि डढेपछि त्यसमा हजुरले अघि काटेको आँप राखिदिनुस्। त्यसलाई चलाउनुहोस्। त्यसलाई मजाले चलाउनुहोस् र हल्का गोल्डन ब्राउन हुने जेलसम्म फ्राई गर्नुहोस्। हल्का गोल्डन फ्राई भएपछि एकछिनसम्म राख्दिनुहोस्। फेरि एकछिन चलाउनुहोस्। त्यसमा गोल्डन ब्राउन भइसकेपछि हल्का बेसा राखिदिनुहोस्। हल्का बेसा राखेर हल्का नुन पनि राखिदिनुहोस् स्वादअनुसार। अनि मजाले चलाउनुहोस्। मजाले चलाएपछि एकछिन फ्राई हुन दिनुहोस्। यो पाकेर गोल्डन ब्राउन भइसकेको छ। त्यसलाई अलिअलि थिच्नुहोस्। हल्का पानी राखेर त्यसलाई गलाउनु पर्ने हुन्छ। एकछिन गल्नको लागि त्यसलाई ढाकेर एकछिन छोपेर राखिदिनुहोस् 5 मिनेटसम्म। फेरि त्यो गलेपछि एकछिनपछि त्यो खोलेर फेरि चलाउनुहोस्। मैले चाहिँ यसमा हल्का गलेको थिएन, त्यही भएर फेरि हल्का नुन राखेर मसलाहरू राखेर जिराको धनियाको पाउडर, मिक्स मसला, हल्का चिली फ्लेक्स, राखेर हल्का चिली फ्लेक्स राखेर त्यसलाई चलाए मजाले। त्यसपछि टमाटर राखिदिए। यो चाहिँ अप्सनल हो, तपाईहरु राख्दा नै हुन्छ नराख्दा नि हुन्छ। हल्का लसुन र अदुवाको पेस्ट राखिदिए। त्यसपछि त्यसलाई मजाले चलाउनुहोस्। मजाले मसला पाक्ने गरेर चलाउनुहोस्। हल्का चिनी राखिदिनुहोस्। काँचो आँप अमिलो हुन्छ नि त, त्यसलाई अलिकति धेरै अमिलो नहोस् भनेर हल्का चिनी राखिदिनुहोस्। तपाईहरुलाई राख्दा नि हुन्छ नराख्दा नि हुन्छ। मलाई चाहिँ हल्का राख्न मन लाग्यो त्यही भएर राखेँ। त्यसपछि राखेर एकछिन चलाएँ, मजाले चलाएँ। हल्का थिचेँ गल्छ भनेर। फेरि त्यसपछि फेरि पानी राखेँ। पानी राखेर फेरि छोपेर 5 मिनेटको लागि राखिदिनुहोस्। त्यसपछि फेरि 5 मिनेटपछि खोलेर एकपल्ट चलाउनुहोस्। मजाले गलेको छ कि छैन भनेर एकपल्ट मजाले चलाउनुहोस्। हल्का गलेको थिएन, तर यसलाई यत्तिकै राख्दा नि हुन्छ। यत्तिकै नै एकदम मिठो हुन्छ। धेरै गर्नु पनि पर्दैन।
यसलाई यत्तिकै खाँदा पनि एकदमै मिठो हुन्छ। हल्का पानी राखेर ग्रेभी बनाएँ अनि यो रेडी भइसकेको छ अचार। रेडी भइसकेपछि मैले बर्कोमा राखिदिएँ। एकदम मिठो भइसकेको छ हाम्रो अचार। बास्ना एकदम मिठो आएको छ। राखिसकेपछि हल्का मैले धनियाँको पातहरू राखिदिएँ हल्का। एकदम मिठो भएको थियो हाम्रो अचार। तपाईले पनि यसरी नै अचार बनाएर सजिलो तरिकाले बनाएर खान सक्नुहुन्छ। धन्यवाद।